द रिजन आर इज अ 3D। अब गस थ्योरम गर्दैछौँ हामीले। द रिजन आर इज अ 3D, हामीले एउटा 3 डाइमेन्सनमा रिजन आर लिन्छौँ। यसको भोल्युम चाहिँ भी हुन्छ होइन। यो रिजन आर इज अ भोल्युम भी हुन्छ है। रिजन आरलाई चाहिँ भोल्युम भी भनेर हामीले लग्छौँ। 3D को केस लगिरहेको छौँ हामीले है। त्यसो भनेपछि डाइमेन्सन 3D भयो अरे। बााउन्ड्री भनेको के हुन्छ, डेल्टा भी हुन्छ है। अनि ओमेगा डिफरेन्सियल भनेको के हुन्छ, 3D मा गरिरहेछौँ भनेपछि ओमेगाको फर्म भनेको अफकोर्स 2D फर्ममा हुन्छ। एन्ड इट इज डिफाइन्ड फर इलेक्ट्रिक फिल्ड। इलेक्ट्रिक फिल्ड ई को लागि चाहिँ ओमेगा कसरी डिफाइन भएको हुन्छ भनेको ओमेगा भनेको EX dy dz, ठिक छ, एक्स वाई जेड। अब EY लाग्छौँ, वाई जेड एक्स, वाई पछि जेड आउँछ, त्यसपछि एक्स आउँछ। यसलाई यो फर्मेटमा लग्ने EY dz dx हुन्छ। त्यस पछाडि EZ हुन्छ, dx हुन्छ, dy हुन्छ, ठिक छ। फर्मेट हेर्ने, यो फर्म हेर्ने क्या, EZ dx dy हुन्छ। त्यस पछाडि डी ओमेगा भनेको ठाउँमा के हुन्छ, अब सजिलो छ यहाँनिर, डेल्टा EX बाई डेल्टा एक्स, डेल्टा EY बाई डेल्टा वाई, पार्शियल डेरिभेटिभ अफ EY विथ रेस्पेक्ट टु वाई, वाई भनौँ न, पार्शियल डेरिभेटिभ अफ EZ विथ रेस्पेक्ट टु जेड, dx dy dz लेखिदिने। इजी छ नि होइन। अब यसलाई के लेख्न मिल्छ, नेब्ला डट ई लेख्न मिल्छ यसलाई, यतिलाई, र यतिलाई के लेख्न मिल्छ, गामा लेख्न मिल्छ, डी गामा होइन। त्यस पछाडि यो भनेको चाहिँ अब हाम्रो आउँथ्यो त त्यहाँनिर कुन थ्योरमबाट आउँथ्यो अरे, यो भनेको के थियो, यतापट्टि के हुन्थ्यो अरे, आर हुन्थ्यो डी ओमेगा इक्वल टु स्टोक्स थ्योरमबाट है, डिआर हुन्थ्यो ओमेगा हुन्थ्यो होइन। त्यस्तै फर्ममा हो। अब राइट ह्यान्ड साइडमा त के छ, यो हुनु पऱ्यो, यो निकाल्नु पऱ्यो। त्यसपछि ओमेगा हुन्छ, डिआर भनेको ठाउँमा डिभी हो किनकि हामीले भोल्युम लगाएको छौँ यहाँनिर। ओमेगा भनेको ठाउँमा के हुन्छ, ई डट सिग्मा हुन्छ। ओमेगा भनेको यो हो नि। यसलाई नै के लेख्न मिल्छ भन्दाखेरि यो पार्टहरू सबैलाई, यी पार्टहरू सबैलाई के लेख्न मिल्छ, ई भेक्टर डट डी सिग्मा भेक्टर लेख्न मिल्छ, ठिक। ई भेक्टर डट डी सिग्मा भेक्टर लेख्न मिल्छ। त्यो लेखेपछि स्टोक्स थ्योरम त प्रुभ भयो नि त होइन। नेब्ला डट ई डी गामा इक्वल टु होइन डेल्टा भी ई डट सिग्मा भनेको यही नै के हो, स्टोक्स थ्योरम भयो। यहाँ तल पनि लेखेको छु मैले, यसरी भन्दैछु। थ्याङ्क यू। यो हाम्रो गस थ्योरम हामीले यसरी प्रुभ गर्छौँ।